थाहै छैन। आज चाहिँ म मेकअप प्र्याङ्क गर्दैछु होइन। नर्मली मैले यस्तो मेकअप कहिले गर्दिनँ है। यो चिज कालो कालो चिज छ है, यो दलौँ न होइन, कता कता यता यता दल्नेहरूलाई दलौँ होइन, यसरी दल्ने। अनि हेर्नु है यस्तो यस्तो गर्ने। अब हाम्रो अब यो यस्तै हो कि यो के हो होइन, सबै जान्दिनँ म। नर्मली मैले चाहिँ मेरो हस्बेन्डलाई प्र्याङ्क गर्छु भनेर चाहिँ मैले भिडियो बनाउँदैछु। ऊ आउँदैन हुन्छ। मैले चाहिँ अब मेरो साथीको बेबी सावर छ, मलाई बोलाइरहेको चाहिँ इमर्जेन्सी जानु पर्यो भनेको छु होइन। अब कपाल त्यतिको हुन्छ होला। ए यो यस्तो 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 होइन, देख्दा पनि कस्तो देखेको हो। राम्री त म यसै राम्री छु, साह्रै राम्री देखेको रहेछ मलाई होइन। अलिकति यहाँ रातो भयो, यसमा पनि रातो थपौँ है। हो ल यति भएपछि अब यहाँ हाइलाइट पनि गर्नु पऱ्यो नि त। अब के गरेको भन्दाखेरि यस्तो सिधा हालेर हाइलाइट हान्दिउँ होइन। अनि त्यसपछि अब ओहो गालातिर पनि भयो। अब पार्टी हो नि त, बेलुकाको पार्टीमा जान लाग्यो भन्ने हुन्छ। कता कता के जे होस् अहिले मुख धोइन्छ। अनि अब हस्बेन्ड आउँदैन हुन्छ र मेरो छोरी पनि आउँदैछ। म पार्टीमा जान लाग्यो भन्छ। अब यस्तो मेकअप देखेर चाहिँ कस्तो रियाक्सन आउने हो। नेपालमा बस्ने पार्लर गर्नेहरूले पनि यतिको मेकअप चाहिँ गर्न सक्दैन होला सायद। मलाई होइन च्यालेन्ज दिँदै भन्छु म, यतिको मेकअप गर्न सक्ने म किन यहाँ आएर यस्तो दुःख गरिरहेको छु। अबले कोठीले हेर्ने, कोठी बनाउँछु भने बनाउन सक्दैन कि यति राम्रो। ओहो म त टलक्कै। अब मेरो हस्बेन्ड त पक्कै डल्ने होला कि अब हेर्नु है। अब यसपछिको भिडियो चाहिँ म ल्याउन सक्छु सक्दिनँ, लिएर आउने कोसिस त गर्छु। अब क्यामेरा लुकाएर गर्नलाई त अब सम्भव होला नहोला, जे होस् आई विल ट्राई। मेरो फर्स्ट टाइमको भिडियो हो, म जसरी ट्राई गर्नेछु। क्यामेरा लुकाएर सायद लुक्स चाहिँ राम्रो नआउन सक्छ होइन, भोइस चाहिँ तपाईँहरूको सामने लिएर आउने नै छु है। कति गरे होला जान्छ कहाँ र बोलाइसके के लाने सोइन पै छाला टोपी लाग्यो ब्ल्याक लगाउँछु बुट लगाएको। त्यो कोटी चाहिँ किन बना भएन बनाएको देखियो। मैले आज नयाँ मेकअप हाने कि कस्तो नसोन मेटेरियल के लाग्यो त पुरै रातो थियो। अनि यो रातो त लगाएपछि देखिँदैन त, देखिनै लगायो क्या हल्का त छैन। भयो लैन म पुरै गाडीमा जाने हो लैदिने हो। देखियो त मैले ब्ल्याक हालेँ कि तर कस्टम यो त लास्टै ओभर भयो। तर तिमी जानी होइन गफ हाने हो तिमीले मलाई यति होइन जानी हो। म गइरहेको बोलान छैन, तिमी जानी नै होइन नाटक नगर बढी कसम जानु लाग्यो क्या। छड्नु अबेला भइस लैन म पुरै आउँछु। ऊ बर्थडे ख्याएर अलि राम्रोसँग लान लागेपछि त कस्तो भने यो लगाउने नि यसरी नै ड्र्याग लगाएर लगाउने हो क्या। कस्तो म तपाईँलाई भिडियो देखाइदिन्छु। कपाल त्यो कोटी चाहिँ किन बनाएको त नि होइन बनाएको त देखिए बनाएको त देखिए र मेटिम एउटा जुत्ता गतिलो किन्दै भयो भने त यसो घुम्दाखेरि लाउनु हुन्थ्यो नि। भिडियोमा कस्तो क्लियर आएर न ओभर त देखियो नि है। भन्नु न कस्तो जे पनि उयो भन्छ, जे पनि के ओभर त देखेँ नि। तर यो चाहिँ ओभर देखेको यो चाहिँ यो त धेरै नै लाग्यो तिमीले भा भन्दा पो धेरै लाग्यो। त्यो के अरे नपाउने पाएको एकैचोटि लाग्यो भने हुन्छ त्यस्तै लाउने भए त थाहा छैन मलाई। तर त्यो चाहिँ धेरै नै देखियो कि तलतिर नि यो साइड राम्रो देखियो। त्यो साइड चाहिँ देखेँ राम्रो देखियो होइन, राम्रो देखियो तर लाएको धेरै देखियो नि। सिरियसली भएर आउन जाऊ चाँडै जाने भने कस्तो जाने भने अनि नराम्रो देख्यो भने जाने नि। तिमी जाने होइन मलाई जाने होइन जस्तै कसम हो भन त। जाने भने अघि देखेर कपाल सपाल बाटेर टिकटक बनाउनु जस्तो गरेँ राम्रो छ। यहाँ त्यहाँनिर त त्यो पताइरहेको होइन, मैले चाहिँ टिकटक बनाउनु जस्तो लागिरहेको। अब चाहिँ म लेस्मी यो मेकअप र यो कपडा लिएर गएर चाहिँ म मेरो दिदीको कोठामा जाँदैछु होइन। अब मेरो दिदीको रियाक्सन कस्तो हुन्छ है हेरौँ ल। आउँछु त्यो साथीको बेबी सावर रहेछ गएर आउँछ भनेर। किन के भयो आज मैले नयाँ लुक्स मेकअप गरेर कस्तो कस्तो देख्यो दिदी आँखामा नि छोरा बेबी सावर जानलाई नयाँ मेकअप गरेको दिदीले रातो भने सहाय होइन। दुईपट्टि बराबर भएन हो ठिक छ। अहिले मिलाउनु पर्ला। मैले कोठी हालेँ भाइले
सुहाइदियो कि कोठी हालेको भाइले सुहाएन भन्यो कि कोठी चाहिँ यसो ल म गएँ ल सानी अब म टिस्यु पेपरले मेट्छु कि मैले नयाँ मेकअप गरेको छु होइन मैले चाहिँ मुख धोएर रेडी भइसकेँ होइन सबै मेकअप गरिदिइसकेँ अब त सफा भयो होइन मेकअप गर्न कस्तो टाइम लाग्यो होइन के दल दिएको थिएँ